सोझो सेटमै तपाईँहरू विजय हुनु सफल हुनुभयो, बधाई चाहिँ। धन्यवाद। नमस्ते। तपाईँले मणिमुकुन्दबाट पहिला खेलेको खेलाडी आज फेरि त्यही टिमसँग खेल्दाखेरि कस्तो भयो? त्यसको विपक्षमा खेल्नु पर्ला। गेम खेलिसकेपछि त अब कोर्टमा छिरिसकेपछि अब आफ्नो दाजुभाइ भयो भने लड्नै पर्छ। जस उता पनि टिम आफै खेलिरहेको टिम हो, अब खेल्नै पर्यो। त्यस्तो खासै केही त्यस्तो चाहिँ भएन। जस्तो सोच्नु भएको थियो अब मणिमुकुन्दले फेरि बलियो टिम भनेरै हामीले बुझ्थ्यौँ। आज सोझो सेटमा तपाईँहरूले जित्न सफल हुनुभयो। त्यो चाहिँ कसरी खेल्नुभयो र त्यो नतिजा आउनु सफल भयो? सुरुबाटै अलिकति हेरचेक्रा नगरिकन अलिक टाइटली खेल्नुपर्छ भन्ने मनोसायले खेलिरहेको थियो। उता पनि पुरानो प्लेयरहरू राम्रै हुन्थ्यो। पहिला हामीसँगै गण्डकीबाट खेलिसकेको रोमनहरू अनि अरू प्रिन्सहरू नि आउनु भएको थियो। उहाँ पनि राम्रै थियो टिममा। अब सुरुबाटै टाइट खेल्नुपर्छ, अलिकति उता पनि स्ट्रङ छ, हेरचेक्रा गर्नुहुन्न भन्ने तरिकाले मनसाय बनाएर खेलिरहेको। अब विदेशी खेलाडी त तपाईँहरूको पनि हुनुहुन्थ्यो, उता पनि हुनुहुन्थ्यो। विदेशी खेलाडी र सँग खेल्दाखेरि के कुरा सहज हुने रहेछ, के कुरा चाहिँ अलिकति अप्ठ्यारो हुने रहेछ? हामीलाई चाहिँ अब त्यो कम्बिनेसन मिलाउनु हो के अरे। अब म चाहिँ खेलिरहेको भएर अलिकति सजिलो भयो उनीहरूसँग मिलाउन। मेन त हामीले डिफेन्स र रिसिभरहरू मात्रै हेरिदियो भने, अलिकति बलमा ध्यान दियो भने स्पाइक उहाँहरूले नै हानेर नै जितिन्छ। त्यही भएर स्पाइकमा हामीलाई खासै गाह्रो हुँदैन, त्यही भएर सजिलो हुन्छ। तपाईँका फ्यानहरू चाहिँ धेरै हुनुहुन्छ। सञ्जु विक्रम शाह भनिसकेपछि धेरै भलिबलका फ्यानहरूले फलो पनि गर्नुहुन्छ। के भन्नुहुन्छ? उहाँहरूलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको साथ सपोर्ट माया सधैँभरि यस्तै नै रहिरहोस्, सधैँभरि यस्तै नै माया गरिदिनु होला। धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तै मणिमुकुन्दको अध्यक्षले भन्नुभएको थियो सञ्जु विक्रम चाहिँ हराइसकेको थियो, गण्डकीले महत्त्व दिएको तर हामीले उसलाई चाहिँ पुनः खेलमा चाहिँ आउने वातावरण बनाइदियौँ भन्नुभएको थियो होइन। आज फेरि त्यही टिमलाई चाहिँ विपक्षमा खेल्नु भयो, के छ? विपक्षमा त अब कोर्टमा उत्रिसकेपछि अब विपक्षमा खेल्नै पऱ्यो। आफ्नो दाजुभाइ भए पनि अब लड्नै पऱ्यो होइन कोर्टमा उत्रिएपछि। अब त्यो कुरा चाहिँ अब सत्य नै हो। अब मैले चाहिँ गेम छोडिसकेको थिएँ। उहाँहरूले गर्दा नै आज म यहाँ खेलिरहेको छु, आफ्नो प्रदर्शन खेल्न पाइरहेको छु। सबैको अगाडि चिनिन पाइरहेको छु। उहाँहरू हुनुहुन्थेन भने म आज कसैले नि मलाई चिन्थेन होला सायद। म गेम खेल्दाखेरि अहिले जस्तो युट्युब त्यस्तो सामाजिक सञ्जाल त्यति साह्रै थिएन, चिन्न पनि गाह्रो थियो। अब उहाँहरूले गर्दा नै अब गेम खेल्न लाएँ। फेरि फर्ममा गेम आएर अहिले प्रदर्शन खेल्न पाएर नि दुनियाँले सबैजनाले मेरो गेम हेर्न पाइरहनु भयो, चिनिन पाइरहेको छु सबैमा सामु। उपाधिको लागि कसरी लिनुभएको यहाँले? अब यो NBA कपमा सबभन्दा दरिलो टिम कुन टिमलाई यहाँले लिइराख्नु भएको छ गण्डकीले? दरिलो टिम त अब रोनियर प्लेयरहरू आउनुभएको। अब हाम्रो बाइक पहिला मसँग खेलिसकेको अनि यसो हेर्दा टिपटप नै छ। टिपटप र पुलिस नै छ एकदम। त अरू टप न टिम नै हो सबै। र यसो हेर्दाखेरि चाहिँ पुलिस र टिपटप नै हो। हिजो यही गण्डकी भनौँ त्यति बेलाको पश्चिमाञ्चल सञ्जुलाई त्यति धेरै अवसरहरू नदिइरहेको क्षमता हुँदाहुँदै पनि आज फेरि त्यही सञ्जुलाई फेरि लिएर आएर नेतृत्व दिइरहेको छ। यो नेतृत्व गरिरहँदाखेरि कस्तो भएको छ? मलाई अब खुसी नै लागिरहेको छ। अब अहिले फेरि अब जब मलाई बस्दा गर्न छोड्नुभयो त्यति बेला अब अहिले फेरि बोलाएर अब यहाँबाट फेरि नेतृत्व दिनुभएको, त्यो कारण मलाई खुसी नै लागिरहेको छ। हस्, थ्याङ्क यू। हस्, धन्यवाद। सञ्जुजी, लास्टमा मैले एउटा सम्झाउन चाहेँ, जुन गण्डकीको पुराना खेलाडीहरूलाई पनि केही स्मरण गर्न चाहेँ। जति गण्डकी फ्यानहरूले पुराना घनश्याम चौधरी र रवि केसीको जति पनि फलो गर्नुभएको छ, उहाँहरूको लागि तपाईँले कसरी लिइराख्नु भएको छ पुराना खेलाडीको लागि? उहाँहरू राम्रो प्लेयर हो। अब गण्डकीलाई यहाँसम्म चर्चामा ल्याउने पछिल्लो समयमा उहाँहरू नै हुनुहुन्छ एकदम। हजुर। अब म चाहिँ घनश्यामसँग चाहिँ पहिला पश्चिमाञ्चल हुँदा खेलेको थिएँ। रवि निस्किएपछि चाहिँ म खासै खेलेको छैन। हजुर। तर त्यति साह्रै अब उसँग मेरो पनि छैन। अब बोलचाल चाहिँ हुन्छ आइहाल्यो चाहिँ फेसबुकमा। म चाहिँ पछिल्लो समय उहाँसँग रविसँग चाहिँ खेल्न पाएन, घनश्याम चाहिँ सँगै खेलेको। उहाँहरूले गर्दा नै अब यो स्थानमा अहिले उहाँहरूले गर्दा पनि यो स्थानमा आउनुमा धेरै ठुलो योगदान छ भन्नुपर्छ उहाँहरूको। धेरै पब्लिकको चाहना थियो, मानबहादुर श्रेष्ठलाई ल्याउन चाहना थियो, मानबहादुर टिपटप हेल्प नेपाल ल्याउन सफल भयो। अनि अर्को कुरा, रवि केसी कहिले आउनुहुन्छ कहिले आउँछ, यो पब्लिक जुन हामी सामाजिक सञ्जालमा देखिरहेका छौँ, रवि केसीलाई उहाँको टाइम नमिलेर नआउनु भएको कि गण्डकी प्रदेशले नबोलाएको पछि? उहाँको टाइम पनि नमिलेर होला। अब सबैलाई बोलाएर त कहाँ सकिन्छ र? हजुर। अब कुरा भएको थियो होला कोचहरूसँग, मसँग त खासै हुँदैन। हजुर। त्यही भएर अब उहाँहरूलाई सोध्नु पर्ला। जाने सम्भावना चाहिँ छ थोरै। अब जान त अब हेरौँ के हुन्छ। अब 1-2 वर्ष चाहिँ छट्टै जान्न म। किन अब नेपालीहरूले अब यसै गरी नेपालमै बसेर भलिबल खेलेरै अब भविष्य उज्जवल बनाउँछु भन्ने सम्भावना के छैन? सम्भावना त अब खासै छैन। अब आफ्नो सन्तुष्टि हो होइन। अब मलाई चाहिँ अब ठिकै लाग्छ। अब गाह्रो त गाह्रो छ अब आफ्नो जिन्दगी उ गर्न। अब भलिबल खेलेर आफूलाई पकेट खर्च चाहिँ पुग्छ, लाइफ चलाउन चाहिँ धेरै गाह्रो छ। किन भलिबलमा अनि किन अब स्यालेरी पनि त्यति छैन होला होइन? बाँच्न त गाह्रो नै छ भलिबलमा।
अब के छ यसरी अब तपाईँहरू नै अब यति सिनियरहरू यति अनुभवी त विदेश जाँदै हुनुहुन्छ नयाँ आउँदै गरेको खेलाडीहरूको पनि अलिक मनोबल खस्किन्छ होला नि त उहाँहरू जानुभयो टिम क्याप्टेन मानबहादुर श्रेष्ठ अनि त्यस्तै त्यस्तै खेलाडीहरू विदेश जानुभएको छ तपाईँहरू जाँदै हुनुहुन्छ के हुन्छ अब आउने खेलाडीहरूलाई आउने खेलाडीहरू त अब गेम राम्रो खेले सबै कुरो अपर्च्युनिटीहरू अब हाम्रै अब विभागहरूमा जान पनि अब सजिलो छ अहिले विदेशतिर पनि एकदम जान पाइरहेको छन् तर अलि गाह्रो नै छ अब त्यही उयो राम्रो खेल्नेलाई त राम्रै छ विदेशतिर पनि बोलाइरहेको छ अलिकति तल्लो उयोहरूलाई अलिक गाह्रै हुन्छ त्यही भएर विदेशतिर जान सबै गइरहेको हुन्छ त्यही भएर गाह्रो नै छ मेन राम्रो खेल्नेहरूलाई त एकदम गाह्रो छ र तल्लो लेभलकोलाई धेरै गाह्रो हुन्छ आर्थिक नै हो अब सरकारबाट छैन केही पनि अब प्रदेशमा केही छैन सरकारले अलिकति खेलकुदमा लगानी गरेर अलिकति बढाउने हो भने चाहिँ राम्रै हुन्थ्यो होला लगानी छैन सरकारले पनि अब यसमा अब क्रिकेटहरूमा अरू खेलहरूमा राम्रै गरेको छ नि भलिबल राष्ट्रिय खेल छ अझै पनि त्यति सरकारको ध्यान छैन किन होला के लाग्छ तपाईँलाई अब त्यो त अब सरकारलाई गएर सोध्नुपर्छ होला अब मलाई थाहा हुने कुरो भएन किन ध्यान भएन सबै अब नेपालमा अलिकति करप्सन नै बढी भयो होला मान्छेहरू अब भ्रष्टाचार नै बढी भयो अब खेलकुदतिर अलिकति ध्यान छैन अलिकति लगानी गर्न सकिरहेको छैन अब सबै त्यस्तै भयो नेताहरू नै अब त्यस्तै हुनुहुन्छ के छ सर के भन्न चाहनुहुन्छ अब अन्तिममा अब यहाँहरू जितको नजिक पनि पुग्दै हुनुहुन्छ अब के भन्नुहुन्छ दर्शकहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूले अझै पनि गण्डकी पछिलाई सधैँभरि एकदम माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ अझै सधैँभरि नै यसरी नै सपोर्ट र माया गरिराख्नु होला मैले धेरै धन्यवाद दिन चाहन्छु तपाईँले अब टिपटपमा खेल्दा र अब गण्डकीमा खेल्दामा अब दर्शकहरूको माया के कसरी पाउनुभयो त्यहाँ पनि अब हुटिङ नै थियो गण्डकीको त फ्यान नै थियो के पाउनुभयो यसमा आफ्नो फ्यानहरू अब चित्रमा खेल्दा मेरो फ्यानहरू चाहिँ हुनुहुन्थ्यो अहिले गण्डकीमै खेल्दाखेरि अब गण्डकी प्रदेशकै क्रेज अलिकति बढी नै छ त्यही भएर अब फ्यानहरू अलिक क्रेज बढी नै छ गण्डकी अन्तमा के भन्न चाहनुहुन्छ अन्तमा अब अहिलेसम्म माया गरेर साथ सपोर्ट गर्नुहुने बाहिरबाट हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण दर्शकहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु